यस कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका डाक्टर भोपाल राई कुलपति सरज्यू, पर्लेसका सम्पूर्ण साथीहरू र प्रज्ञा प्रतिष्ठानका सम्पूर्ण साथीहरू, सर्वप्रथम त तपाईहरुले आफ्ना विचार राख्नको लागि मलाई योग्य ठान्नु भएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु। पर्लेस र प्रज्ञा प्रतिष्ठान यो दुवै मेरो पनि संगठन हो। 46 सालभन्दा पहिला प्रज्ञा प्रतिष्ठान सायद हाम्रो थिएन होला, तर 62 साल पछि यो हाम्रो पनि प्रतिष्ठान हो। त्यस्तै पर्लेस त मेरो आफ्नै संगठन हो। म यहाँ काठमाडौँदेखि काम गर्दै 2 कार्यकाल केन्द्रीय समिति रहेर काम गरेको हुँ। त्यसो भए कारण मेरो आफ्नै संगठन, आफ्नै साथीहरूको बिचमा मलाई यो आफ्ना विचार राख्न पाउँदा मलाई खुसी महसुस भइरहेको छ। त्यसको साथसाथै अब यहाँ मैले धेरै भन्नुपर्ने कुरा केही छैन, किनभने यो एउटा विज्ञहरूको कार्यक्रम हो, यो कुनै प्रशिक्षण होइन। यहाँ मेरा अगाडि तपाईहरु प्रत्येक क्षेत्रका विज्ञहरू यहाँ उपस्थित हुनुहुन्छ। त्यसो भएको कारणले मैले सामान्य सङ्केत मात्र गरेपछि पुग्छ होला भन्ने लाग्छ। त त्यो भएको कारणले मैले अघि सञ्चालकले भने जस्तै विस्तृत व्याख्या विश्लेषण गर्न लाग्दिनँ र सामान्यतः हामी 15 मिनटको समय हामीले पाएका छौँ र त्यो 15 मिनटको समयभित्र हामीले जति अधिकतम बढी दिन सामग्री प्रस्तुत गर्न सक्छौँ त्यो नै मेरो लागि खुसीको कुरा हुनेछ। अब अघि पूर्वोक्त मित्र अधिकारी सरले, तेजविदा सरले संक्षिप्तमा धेरै कुरा भनिसक्नु भएको छ। 1 महिना लामो चलेको त्यो एनान गोष्ठीमा जति घनीभूत ढङ्गले साहित्य कलाको विषयमा मुख्यतः सर्वहारा दृष्टिकोणबाट छलफल भए, त्यो विषयलाई हामीले यति छोटो कार्यक्रममा न्याय पुग्ने गरिकन छलफल त पक्कै पनि गर्न सक्दैनौँ होला। तैपनि त्यसका सारांशलाई लिएर अथवा त्यसका मुख्यतः हाम्रो नेपाल कम्युनिस्ट आन्दोलनलाई काम लाग्ने चिजहरूमा फोकस गर्दै अलिकति छलफल गर्न सक्छौँ होला भन्ने लाग्छ। र त्यसरी हेर्दाखेरि अब यो एनान गोष्ठीले मुख्यतः दर्शनको दृष्टिकोणबाट हेर्ने भने अब द्वन्द्वात्मक भौतिकवादलाई जोड दिएर, मुख्यतः भौतिकवादलाई जोड दिएर त्यसमाथि द्वन्द्ववादलाई सँगै जोडेर साहित्य कलालाई त्यसमा जोड्नुपर्छ भन्ने विचार राख्छ भन्ने लाग्छ। त्यस विषयमा विष्णु सरले विस्तृत रूपमा कुराकानी गर्नु होला, उहाँको त्यो फरक विषय छ। त्यसबाहेक अब जुन सर्वहारा साहित्य हो, सर्वहारा साहित्यको पात्र को हुने, श्रोता को हुने भन्ने विषयमा माओले जनताको नि व्याख्या गर्नुभएको छ। जनता भनेको को हो? अमूर्त रूपबाट जनता होइन। जुनसुकै मान्छे 2 खुट्टा उभिएका सबै मान्छे जनता होइनन्। जनता भनेका शोषित पीडित हुन्, उत्पीडित हुन्, जो वर्ग सङ्घर्षमा सामेल हुन्छन्। मुख्यतः शोषक वर्गको विरुद्धमा लड्नेवालाहरू, किसान, मजदुर, अझ चीनको त्यतिखेरको सन्दर्भमा प्रत्यक्ष भिड्ने सिपाहीहरू, अनि त्यसको ब्याक सपोर्टमा आउने ठुलो निम्न पुँजीवादी तबका, राष्ट्रिय पुँजीपति वर्ग, त्यो समग्रमा एउटा वर्ग सङ्घर्षको धारमा शोषक वर्गको विरुद्ध जुन शक्ति लड्छ, त्यो शक्तिलाई मात्रै माओले जनता भन्नुभएको छ। र त्यो जनता नै सर्वहारा साहित्यको पात्र हो, त्यसको श्रोता हो। र त्यसभित्र मुख्यतः किसान, मजदुर, सिपाही प्रत्यक्ष रूपमा यी तीनवटा वर्ग आउँछ। त्यससँग जोडिएर विभिन्न तबकाहरू आउँछन् भन्ने कुरा त्यो एनान गोष्ठीमा माओले इङ्गित गरेको देखिन्छ। त्यस्तै शैलीको सन्दर्भमा अब अघि पूर्वोक्त मित्रले भन्नुभयो, यो साहित्यलाई अलिकति क्लिष्ट बनाउने, अलिकति सुटेड बुटेड टाइपको जुन साहित्य छ, त्यसको सन्दर्भमा माओले फरक मत राख्नु भएको छ। अलि सुबोध शैली हुनुपर्छ, जनताले सरल ढङ्गले बुझ्ने शैली हुनुपर्छ। जसलाई हामीले सुबोध सरल शैली भन्ने गर्छौँ, त्यसलाई अब हाम्रा प्रतिध्रुवले अब यो एउटा आञ्चलिकता भन्न पनि गिज्याउँछ कतिपयले। यो एउटा क्षेत्र, एउटा वर्गको अथवा एउटा जातिको एउटा कुनै भूगोलको मात्रै कुरा गरेर यसले राष्ट्रिय खालको शैली प्रयोग गर्न भन्छन्। तर प्रगतिवादी साहित्यले को भनाइ के छ भने, जति सकिन्छ एउटा ग्रासरुटको आधारभूत तहको त्यो समुदायको भाषा, शैली, त्यसलाई हामीले माथि ल्याउँछौँ, त्यति त्यो सुबोध हुन्छ भन्ने खालको धारणा राख्छ। र त्यसलाई एउटा जनशैली भन्ने गरेको छ। र यस सन्दर्भमा मैले यो हाम्रो पर्लेसका पूर्व अध्यक्ष आनन्ददेव भट्टको एउटा कुरा जोड्न चाहेँ। आनन्ददेव भट्टले आफ्नो रचनामा के भन्ने गर्नुहुन्थ्यो भने, वास्तवमा यो शैली कुनै समस्या होइन। शैली समस्या तब हुन्छ जब जनताको चेतना स्तर तल्लो हुन्छ। जब जनताको चेतना स्तर निम्न हुन्छ, उसले साहित्यकारका साहित्य बुझ्न सक्दैन, तब समस्या हो। जब जनताको चेतना स्तर उठ्दै जान्छ, त्यो समस्या स्वतः समाधान हुँदै जान्छ। त्यो कुरा हो पनि, पक्कै पनि। अब पञ्चायत कालको भन्दा जनता अहिले सचेत छन् र अहिलेका हाम्रो जनताले पहिलेका भन्दा साहित्य झन् राम्ररी बुझ्छन् भन्ने लाग्छ। त्यो अर्थमा यो जुन शैलीको समस्या छ, त्यो शैलीको समस्या पनि त्यति गम्भीर होइन होला। तर फेरि पनि हामीले
आम जनताले बुझ्ने गरिकन सरल भाषामा अझै नेपालको सन्दर्भमा भन्ने हो भने संस्कृत शब्द कम प्रयोग गरिकन संस्कृत शब्द कतिपय पुरानो साहित्यकारलाई के लाग्थ्यो भने जति बढी संस्कृत शब्द प्रयोग गर्यो त्यति त्यो बढी स्तरीय हुन्छ भन्ने लाग्थ्यो। तर पछिल्लो समयमा खासै 2062-63 सालपछि आउने हो भने यही प्रज्ञा प्रतिष्ठानकै कुरा गर्ने हो भने भाषाको सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले मनग्गै काम गरेको छ। त्यो भाषालाई आम नेपाली जनताले बुझ्ने गरिकन सुबोध बनाउनको लागि प्रज्ञा प्रतिष्ठानले लामो प्रयास गरेको छ। यहाँ जीवेन्द्र सर यही हुनुहुन्छ, उहाँले एउटा लामो अभियान पनि चलाउनु हो। यद्यपि त्यसमा फेरि विरोध पनि आए, त्यो एउटा बाटो। तर फेरि पनि यो भाषा एउटा कुनै एउटा भाषाको अथवा खास वर्गको मात्र नहोस्, त्यो आम जनताको होस् भनेर त्यो प्रज्ञा प्रतिष्ठानले पनि पहल गरेको छ। त्यस्तै यो साहित्य पनि सम्पूर्ण शोषित पीडित जनताको होस्, त्यस पक्षमा अब ध्यान दिनुपर्छ सर्वहारा वर्गले भन्ने कुरा एनान गोष्ठीमा आएको छ। त्यस्तै एनान गोष्ठीको सन्दर्भमा एउटा यो जुन सौन्दर्य शास्त्र हुन्छ, सौन्दर्य शास्त्रको केन्द्रबिन्दु के हुने? सौन्दर्य शास्त्रको केन्द्रबिन्दु श्रम हुनुपर्छ, पसिना हुनुपर्छ भन्ने कुरालाई एनान गोष्ठीले स्थापित गरेको छ। र सर्वहारा वर्गले पसिनाको व्याख्या गर्नुपर्छ, पसिनाको प्रशंसा गर्नुपर्छ, पसिनाको संस्कृतिलाई प्रवर्धन गर्नुपर्छ भन्ने कुरा एनान गोष्ठीमा पनि त्यो कुरा उठेको छ। त्यस्तै अब यो स्वभावैले वर्गयुक्त समाजमा वर्ग सङ्घर्षको कुरा आउँछ नै, र साहित्यमा पनि त्यो वर्ग सङ्घर्ष प्रतिबिम्बित हुनुपर्छ। त्यसलाई साहित्यमा जस्तै जुन द्वन्द्व विधानको कुरा गरिन्छ त्यो एउटा प्रगतिवादी अथवा समाजवादी द्वन्द्व विधान साहित्यमा पनि आउनुपर्छ। र त्यस विषयमा पनि यहाँ थुप्रै विज्ञ साथीहरू हुनुहुन्छ, त्यस विषयमै अब विद्यावारिधि गरेका साथीहरू पनि यहाँ हुनुहुन्छ। त्यसो भएको कारण यस विषयमा पनि म धेरै कुरा भन्नु नपर्ला। यसरी समग्रमा यी 5वटा कुराहरूको सेरोफेरोमा यो एनान गोष्ठी घुम्यो होला भन्ने लाग्छ। यद्यपि त्यसका धेरै पाटाहरू छन् र यो छोटो बसाइपछि धेरै कुरा सम्भव हुन्न। तैपनि यो 5वटा जुन विषयको सेरोफेरो रहेर सर्वहारा साहित्य सिर्जना गरिनुपर्छ भन्ने लाग्छ। र त्यो अब चीनको कुरा भयो, नेपालमा त्यस सम्बन्धमा के कति काम भयो भन्ने संक्षिप्तमा हेर्ने हो भने नेपालमा पनि त्यस पक्षमा महत्त्वपूर्ण काम भएका छन्। सर्वप्रथम त महाकवि भनिएका लक्ष्मीप्रसाद देवकोटाकै कुरा गरौँ, उहाँले यस्ता थुप्रै सामग्री दिनुभएको छ। यद्यपि जीवनका अन्तिम कालमा उहाँका अभिव्यक्ति विवादित पनि छन्, उहाँका आस्थाका विषयमा प्रश्न पनि उठेका छन्। तर फेरि पनि देवकोटाले सर्वहारा साहित्यलाई कालबाका धेरै सामग्री दिनुभएको छ। त्यसपछि अब पारिजातको त अब सर्वस्वीकार्य नै हुनुहुन्छ, पारिजातको विषयमा धेरै छलफल गर्नु नै परेन। उहाँका साहित्यले यो सर्वहारा साहित्यलाई अथवा प्रगतिवादी साहित्यलाई अगाडि बढायो भन्ने विषयमा विवादै भएन। त्यस्तै अब मोहनदास प्रसिद्धज्यूले युद्धप्रसाद मिश्रले, गोकुल जोशी लगायत एउटा ठुलो तबकाले प्रगतिवादी साहित्यको पक्षमा प्रशस्त काम गरेको छ र ती साहित्यहरू लोकप्रिय पनि भएका छन् भन्ने हामीलाई लाग्छ। त्यस सँगसँगै अर्को जोडिएको पाटो के हो भने यो साहित्यसँगै एउटा कला पनि जोडिएको छ। जुन कुरा जनताले साहित्यबाट बुझ्न सकेन त्यो कुरा कलाबाट एकदम छिटो बुझ्यो। राल्फाकै कुरा गरौँ, राल्फाले पञ्चायतकालमा जुन एक खालको एउटा आँधी ल्यायो त्यसले धेरै जनतालाई जागृत गरायो। त्यो राल्फा कालका रचना गरिएका गीतहरू सङ्गीतहरूले अहिले पनि ठुलो तबकालाई यो एउटा प्रजातान्त्रिक व्यवस्थाप्रति अथवा गणतान्त्रिक व्यवस्थाप्रति ठुलो आकर्षण तुल्यायो भन्न सकिन्छ। राल्फा पछि पनि थुप्रै साङ्गीतिक समूहहरू आए, अहिले पनि ती साङ्गीतिक समूहहरू क्रियाशील छन्। सामना, रक्तिम लगायत ठुलो सक्रिय एउटा टिमहरू यहाँ सामेल छन्। जुन काम एउटा कविताले गर्न सकेन त्यो काम एकदम छिटो गीतले गर्छ भन्ने विषयमा त्यति विमति नहोला हामी माझमा। त्यसो भएको कारणले यो हाम्रो प्रगतिशील साहित्य कलाको विषयमा कुरा गर्दै जाँदाखेरि साहित्यसँगै यो कला सेक्टरलाई जोडेर लैजानुपर्छ भन्ने लाग्छ। त्यस्तै सङ्कल्प, वेदना लगायत विभिन्न पत्र पत्रिकाका कुरा पनि छन्। यी विभिन्न साहित्य कला सेक्टरका विभिन्न फाँटहरूले यो प्रगतिवादी साहित्यलाई अगाडि बढाउनलाई, समाजवादी साहित्य कलालाई अगाडि बढाउनको लागि धेरै महत्त्वपूर्ण कामहरू गरे भन्ने लाग्छ। र त्यसैको फलस्वरूप 2046 सालमा 30 वर्ष नपुग्दै पञ्चायत व्यवस्था ढल्यो र त्यति मात्रै भएन, त्यसले अझै पूर्णता पाउने क्रममा 2062 सालमा अब गणतन्त्र नै आयो। त्यसपछि हामी अहिले नयाँ युगमा छौँ। अब कुनै पनि शक्तिले चाहेर पनि त्यो नेपालको त्यो युगलाई पछाडि फर्काउन गाह्रै पर्ला भन्ने लाग्छ। र त्यसो गर्दाखेरि नेपालको सन्दर्भमा त्यो एनान गोष्ठीको आलोकमा कैयौँ कामहरू भएको हामी देख्न सक्छौँ, हामी त्यो महसुस गर्न सक्छौँ। नेपालको सन्दर्भमा त्यो धेरै कामहरू भएका छन्। र अब यो एनान गोष्ठीको सन्दर्भलाई लिएर जुन लोकप्रियताको कुरा छ, अब यो लोकप्रियताको कुराले गर्दाखेरि अब केन्द्रबिन्दुमा जनतालाई राख्नु पर्यो भन्ने विषयमा विवाद भएन। जनता को हो भन्ने विषयमा पनि हामी बिच विवाद छैन। र त्यो जनताको बिचमा लोकप्रियता हुने गरिकन प्रगतिशील साहित्यको काम भएको छ कि छैन,
मुख्य कुरा हाम्रो बिचको एउटा गम्भीर प्रश्न यो हो भन्ने लाग्छ र त्यस कोणबाट विचार गर्दाखेरि पक्कै पनि पहिलाभन्दा धेरै काम भएको छ। कतिपयले यही प्रज्ञा प्रतिष्ठानप्रति आलोचना गर्छन्, यो प्रज्ञा प्रतिष्ठानले सीमित मान्छेको मात्रै छाप्यो, हाम्रो छापेन भन्ने धेरै कुरा गर्छन्। तर 46 साल पहिलाको प्रज्ञा प्रतिष्ठान र अहिलेको प्रज्ञा प्रतिष्ठान फरक हो। यसले त कैयौँ कामहरू गर्दै आएको छ। त्यस्तै पर्लेछ त अब अलग कुरा भइहाल्यो, पर्लेछ त यही क्षेत्रमै होमिएको एउटा बेग्लै पृथक र दुर्लभ सङ्गठन पनि हो। नेपालका कम्युनिस्टहरू चिरामा परेको बेला पनि यो मात्रै एउटा सङ्गठन हो जसले सम्पूर्ण लेफ्टिस्टहरूलाई एक ठाउँमा सामेल गरेको छ। त्यही कारण यसले त संस्थागत ढङ्गले काम गरेकै छ। त्यसो भएको कारणले लोकप्रियताको पक्षमा कैयौँ कामहरू भएका छन्। यद्यपि ती कामहरू पूर्ण भयो भन्ने कुरा होइन। अझै पनि आम जनताको बिचमा हामीले कैयौँ कुराहरू पुर्याउन बाँकी छ, सरकार र साहित्यलाई पुर्याउन बाँकी छ। फेरि पनि ती कैयौँ कामहरू पहिलाभन्दा धेरै भएका छन् भन्ने लाग्छ। र यस सन्दर्भमा मैले एउटा यो साहित्य महोत्सवको कुरा जोड्न चाहेँ। अहिलेको जमाना साहित्य महोत्सवको छ। मुख्य सहरहरूमा साहित्य महोत्सवहरूलाई बोलाएर जुन धुमधाम गरिन्छ, अब त्यसमा हाम्रा कतिपय प्रगतिवादी साहित्यहरूलाई पनि बोलाइन्छ, त्यो खुसीको कुरा हो। र त्यसले के हो भन्दाखेरि एक खालको नयाँ ट्रेन्ड, विदेशमा त्यो पुरानै भइसके पनि नेपालमा एउटा नयाँ खालको ट्रेन्ड भित्राएको छ। र त्यो महोत्सवको एउटा त्यसको कमजोर पक्ष के हो भने त्यसमा आम जनताको सहभागिता हुँदैन। त्यसमा एकाध फाटाफुट्ट मात्रै सहभागिता भए पनि मुख्यतः आम जनताहरू, किसान मजदुरहरू त्यहाँ सहभागी हुँदैनन्। त्यसो भएको कारणले त्यो साहित्य महोत्सव जति मिडियामा प्रचारबाजी जति हुन्छ त्यो रूपमा त्यसले आम जनताको साहित्यलाई आम जनता समक्ष साहित्य पुर्याएको छ भन्ने मलाई लाग्दैन। र त्यसो भएको कारणले त्यो फेरि आगामी दिनमा फेरि हामीले त्यो साहित्य महोत्सवलाई पुरै बहिष्कार गर्ने, त्योप्रति नकारात्मक धारणा राख्ने भन्ने कुरा होइन। तर त्यसमा जति सकिन्छ आम जनताको सहभागितालाई त्यसमा प्रवेश गराउनेतर्फ हाम्रो ध्यान जानुपर्ने हुन्छ। र समग्रमा र अन्तमा म के भन्न चाहन्छु भने प्रगतिवादी साहित्यको लोकप्रियता 46 सालमा भन्दा बढ्दो छ, 62-63 सालभन्दा पनि अहिले बढ्दो छ। तर त्यो पर्याप्त छैन। हामीले एकातिर जनताको चेतना स्तर पहिलाभन्दा विकास भएको छ, तिनीहरूको स्तर उन्नति भएको छ। अर्कोतिर लेखकहरूले पनि त्यसलाई लेखक कलाकारहरूले पनि आफ्नो तर्फबाट साहित्य प्रशस्त मात्रा सिर्जना गरेका छन्। जहाँसम्म लाग्छ नेपालको एउटा प्रगतिवादी आन्दोलनमा यो समाजवादी आन्दोलनमा त्यति बढी भ्रम छ जस्तो मलाई लाग्दैन। फाटाफुट्टै एकाध कमजोरी बाहेक हाम्रा प्रगतिवादी साहित्यकारहरूमा त्यस्तो खालको दार्शनिक समस्या, शैलीको समस्या, त्यस्तो समस्या छ भन्ने मलाई लाग्दैन। अलिकति नारावादको प्रभाव छ, त्यो स्वाभाविकै पनि हो। तर फेरि पनि क्रमशः नारावादले मात्रै पुग्दैन। त्यसमा कलाको स्तर राम्रो हुनुपर्छ, कला गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने विषय हामी सबैलाई बोध छ। र त्यो क्रममा हामी सबैले सक्दो प्रयास गरेका छौँ। र हाम्रो बिचमा प्रगति आन्दोलनभित्रै अब लेखक पनि हुनुहुन्छ, समीक्षक पनि हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ। र उहाँहरू सबैको आलोचनाले हाम्रो यो लेखन क्रमशः अगाडि बढ्दै गएको छ। र यो त्यसको एउटा संस्थागत प्रयास त प्रदर्शन गरिरहेको छ। त्यसो भएको कारणले यो जुन प्रगतिवादी साहित्यको लोकप्रियताको कुरा छ गतकालभन्दा अहिले विकास हुँदै गएको र यसैमा मात्र पर्याप्त नभएको अवस्थामा अब आगामी दिनमा प्रज्ञा प्रतिष्ठानले अब यो प्रगतिशील लेखक सङ्घले र सम्बद्ध विभिन्न समाजवादी साहित्यलाई केन्द्रबिन्दु बनाएर अगाडि बढ्नुभएका सम्पूर्ण सङ्गठन व्यक्तिहरूले साझा प्रयत्न गर्नुहुनेछ। र अन्तमा यो हाम्रो जुन आम जनताको बिचमा प्रगतिवादी साहित्यको लोकप्रियता हो त्यो पछाडि जाने छैन, क्रमशः अगाडि जानेछ, क्रमशः लोकप्रियतातर्फ जानेछ भन्ने आशा विश्वासका साथ मेरा भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद।